पल्टिएर चाहिँ दुर्घटना भएको छ। यहाँ तल्लो तालबाट यहाँ माथिल्लो तालमा हेलिकप्टर चाहिँ दुर्घटनामा बडा नसोचेको दुर्घटना भयो। यो बडो यो के कारणले भन्ने कुरो यहाँ खुल्न आएको छैन। यो के समस्या, के प्राविधिक समस्या हो भनेर यसले हामीले यहाँनिर हेरिरहेका छौँ। यो केप्लासगढी, खोटाङ जिल्ला केप्लासगढी वडा नम्बर बालाबेसी भन्ने ठाउँमा चाहिँ यसरी हेलिकप्टर दुर्घटना भएको छ। तपाईँलाई म यहाँ प्रत्यक्ष देखाउन सक्छु। हेलिकप्टर यहाँ क्षतविक्षत भएको छ, टुक्रा टुक्रा भएको छ। तपाईँले देख्न सक्नुहुन्छ यहाँ मान्छेहरू मानवीय क्षति भने यहाँनिर भएको छैन भन्ने कुराहरू आएको छ। यहाँ एकजनालाई चाहिँ केही घाइते हुनुभएको छ भन्ने कुराहरू छ। लाइभ प्रत्यक्ष प्रसारमा छ। यो के कारणले भन्ने कुरा यहाँनिर यसको सम्बन्धित प्राविधिक अनुसन्धानले नै यहाँनिर निकाल्दा हेलिकप्टर यहाँ क्षतविक्षत अवस्थामा छ। यहाँनिर केही बाँकी रहेन, टुक्रा टुक्रा भएको छ सबै।